हेलो साथीहरू, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुलाई शिक्षक सेवा आयोगले खुलाएको निमावि तहको अध्यापन अनुमति पत्रको अनलाइन फर्म भर्ने तरिका सिकाउन जाँदैछु। टिचिङ लाइसेन्सको अनलाइन फर्म भर्ने तरिका सिकाउन जाँदैछु। तपाईहरुले यो भिडियो हेरेपछि तपाईहरुले आफ्नो फर्म आफै भर्न सक्नुहुन्छ। तपाई साइबर गएर फर्म भर्नु पर्दैन। तपाईहरुले आफ्नो मोबाइल ल्यापटप प्रयोग गरेर तपाईहरुले घरैबाट आफै फर्म भर्न सक्नुहुन्छ है। यसको फर्म भर्ने अन्तिम मिति कार्तिकको 10 गते रहेको छ सिंगल दस्तुरमा। डबल दस्तुरमा तपाईहरुले कार्तिकको 17 गतेसम्म तपाईहरुले आवेदन दिन सक्नुहुन्छ। निमावि टिचिङ लाइसेन्सको फर्म भर्नको लागि तपाईहरुले कम्तीमा शिक्षा फ्याकल्टीबाट +2 पास गरेको हुनुपर्छ है। कक्षा 12 पास गरेको हुनुपर्छ, नत्र तपाईहरुले आवेदन दिन पाउनुहुन्न है। अन्य फ्याकल्टीले आवेदन दिन पाउँदैन। तपाई चाहिँ शिक्षा फ्याकल्टी पढेको हुनुपर्छ कक्षा 12। तपाईहरु कक्षा 12 मा अन्य फ्याकल्टी पढ्नुभयो, शिक्षा फ्याकल्टी बाहेक अन्य फ्याकल्टी पढ्नुभयो, तर तपाईहरुले ब्याचलरमा शिक्षा फ्याकल्टी पढ्नुभयो भने तपाईहरुले निमावि तहमा आवेदन दिन पाउनुहुन्छ। ब्याचलर पास गरेको हुनुपर्यो, तपाईहरुले निमाविमा आवेदन दिन पाउनुहुन्छ। निमावि लाइसेन्सको आवेदन दिन पाउनुहुन्छ। अब चाहिँ म तपाईहरुलाई फर्म भर्ने तरिका सिकाउँछु। तपाईहरुले भिडियो चाहिँ पुरा हेर्नु होला। यदि तपाईहरुले मबाट फर्म भर्न चाहनु भएको छ भने तपाईहरुले मलाई कन्ट्याक्ट गर्नु होला। म तपाईको फर्म भरिदिने छु है। तर त्यसको सर्भिस चार्ज लाग्छ है। फर्म भरेको सर्भिस चार्ज चाहिँ लाग्छ। म चाहिँ तपाईको फर्म भरिदिने छु। तपाईहरुले मलाई कन्ट्याक्ट गर्नु होला। तपाईहरुले मलाई फेसबुकमा, इन्स्टाग्राममा, टेलिग्राममा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यसको लिंक चाहिँ तपाईहरुलाई म भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु। तपाईहरुले त्यहाँदेखि मलाई कन्ट्याक्ट गर्नु होला है। म तपाईहरुलाई फर्म भर्ने सम्पूर्ण तरिका सिकाउँछु। तर पनि तपाईहरुलाई फर्म भर्न अल्छी लाग्छ, बिगार्छु जस्तो लाग्छ भने तपाईहरुले मलाई कन्ट्याक्ट गर्नु होला। म तपाईको फर्म भरिदिने छु। अब चाहिँ म तपाईहरुलाई फर्म भर्ने तरिका सिकाए। यदि तपाईहरुलाई फर्म भर्न आवश्यक छ भने तपाईहरुले कन्ट्याक्ट गर्नु होला। तपाईले फर्म भर्नको लागि तपाईले आफ्नो मोबाइल अथवा ल्यापटपको कुनै एउटा ब्राउजर खोल्नु होला। त्यसपछि सर्चमा गएर तपाईले license.tsc.gov.np भनेर तपाईले सर्च गरिनु होला है। त्यसपछि तपाईकोमा चाहिँ यस्तो किसिमको पेज खुल्छ है। त्यसपछि तपाईले चाहिँ एकाउन्ट लगइन रजिस्टर हुन्छ, यसमा क्लिक गर्नु होला है। त्यसपछि तपाईसँग पहिले नै यसको एकाउन्ट छ भने तपाईले यहाँ इमेल र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ। तपाईले पासवर्ड बिर्सिनु भएको छ भने तपाईले फर्गेट पासवर्ड भन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले लाइसेन्समा राख्नु भएको नम्बर यहाँ राख्नु होला। त्यसपछि तपाईले सबमिट गर्नु होला। त्यसपछि तपाईकोमा ओटीपी कोड आउँछ, त्यो ओटीपी कोड तपाईले यहाँ राख्नु होला। त्यो राखेपछि नयाँ पासवर्ड गराउन सक्नुहुन्छ है। तपाईले चाहिँ यो लगइन गर्ने इमेल बिर्सिनु भएको छ भने तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। TSCL स्पेस हान्नु होला। त्यसपछि तपाईले इन्फो टाइप गर्नु होला। त्यसपछि 34001 मा तपाईले मेसेज पठाउनु होला है। त्यसपछि जुन नम्बरबाट तपाईले रजिस्टर गर्नु भएको त्यही नम्बरबाट तपाईले मेसेज पठाउनु होला है। त्यसपछि तपाईले आफ्नो इमेल पत्ता लगाउन सक्नुहुन्छ है। त्यसपछि अब लगइन एकाउन्टमा गए म तपाईले अहिलेसम्म एकाउन्ट गराउनु भएको छैन भने तपाईले चाहिँ डोन्ट ह्याभ एकाउन्ट क्लिक हियर टु रजिस्टर भन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँ इमेल राख्नु होला। त्यसपछि मोबाइल नम्बर तपाईले आफ्नो मोबाइल नम्बर राख्नु होला। त्यसपछि पासवर्ड क्रिएट गर्नु होला है। पासवर्ड चाहिँ यस्तो किसिमको क्रिएट गर्नु होला। म तपाईलाई इक्जाम्पल देखाउँछु। जस्तै कि @ram1234 ram@1234 तपाईले आफ्नै तरिकाले गराउन सक्नुहुन्छ। फर्मेट चाहिँ तपाईले यस्तै किसिमको गराउनु होला है। त्यसपछि तपाईले सबै गरेपछि रजिस्टर भनेर चाहिँ यसमा क्लिक गर्नु होला है। म चाहिँ सबै फिल गरेर तपाईलाई फेरि देखाउँछु है। मैले सबै विवरण फिल गरिसके। म चाहिँ अब रजिस्टरमा क्लिक गर्छु है। तपाई पनि रजिस्टरमा क्लिक गर्नु होला। त्यसपछि तपाईको मोबाइलको मेसेजमा 6 अङ्कको कोड आउँछ, त्यो कोड राख्नु होला है। जस्तै कि म यो कोड आएको छ। त्यसपछि तपाई भेरिफाई भनेर चाहिँ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईको एकाउन्ट चाहिँ भेरिफाई भयो। त्यसपछि तपाई चाहिँ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले अघि नै राख्नु भएको इमेल र पासवर्ड राखेर तपाई लगइन गर्नु होला है। त्यसपछि तपाईकोमा चाहिँ यस्तो किसिमको पेज खुल्छ है। त्यसपछि तपाईले आफ्नो विवरणहरु फिल गर्नुपर्ने हुन्छ। मोबाइलमा तपाईको यस्तो देखिन्छ। तपाईले चाहिँ अब अरु विवरण चाहियो भने तपाईले फिल गर्नुपर्यो नि, तपाईले यहाँ जानु। जस्तै व्यक्तिगत विवरण यहाँ छ। त्यसपछि शैक्षिक विवरण यहाँ छ। तपाईलाई जे चाहिन्छ
तपाईले यसरी गर्नु होला है। तपाईले यो तीनटा लाइन छ यसमा जानु होला। म चाहिँ ल्यापटपमै देखाए तपाईलाई। सुरुमा तपाईले व्यक्तिगत विवरण फिल गर्ने पर्ने हुन्छ। त्यसको लागि तपाई व्यक्तिगत विवरण भन्छ यसमा क्लिक गर्नु होला। यसमा चाहिँ तपाईले आफ्नो नाम भयो, तपाईको ठेगाना, तपाईले आफ्नो पारिवारिक विवरण तपाईले फिल गर्नुपर्ने हुन्छ है। सुरुमा तपाईले व्यक्तिगत विवरण फिल गर्नुपर्ने हुन्छ, त्यसपछि तपाईले ठेगाना, त्यसपछि पारिवारिक विवरण तपाई आफ्नो फ्यामिली डिटेल फिल गर्नुपर्ने हुन्छ। अब त्यसपछि त्यसको लागि तपाई अब सुरुमा चाहिँ अब व्यक्तिगत विवरण छ। अब त्यसको लागि चाहिँ तपाई एडिट भन्छ यसमा क्लिक गर्नु होला है। मैले चाहिँ पहिले फिल गरेर राखिसकेको छु तपाईलाई बुझाउन सजिलो होला भनेर, भिडियो पनि छोटो होला भनेर मैले चाहिँ पहिले यहाँ फिल गरिसकेको छु है। यो चाहिँ र्यान्डम इन्फर्मेसन राखेको छु मैले चाहिँ। त्यसै सुरुमा चाहिँ नाम भनेको चाहिँ देवनागरीमा तपाईले आफ्नो नाम नेपालीमा लेख्नु होला है। तपाईको पहिलो नाम, त्यसै तपाईको बीचमा नाम, बीचको नाम छ भने तपाईले बीचको नाम लेख्नु होला, नत्र पर्दैन है। त्यसै तपाईले आफ्नो थर लेख्नु होला है। त्यसपछि तपाईले आफ्नो यहाँ इंग्लिशमा नाम लेख्नु होला। तपाईको बीचको नाम छ भने तपाईले इंग्लिशमा बीचको नाम लेख्नु होला। त्यसै तपाईले आफ्नो थर लेख्नु होला है। त्यसपछि अब लिङ्ग भनेछ, तपाई पुरुष भने पुरुष गर्नु होला, महिला भने महिला गर्नु होला। म चाहिँ पुरुषमै राखे। त्यसपछि यहाँ जन्म मिति भनेछ है। तपाईले यहाँदेखि आफ्नो जन्मेको साल छनौट गर्नु होला है, चुज गर्नु होला। जस्तै कि म 2057 राखे। त्यसपछि तपाईको महिना भने तपाई कुन महिना जन्मिनु भयो त्यो महिना राख्नु होला। त्यसपछि गते, तपाई कति गते जन्मिनु भयो त्यो राख्नु होला। त्यसपछि तपाईको नाइ र नम्बर राख्नु होला। यहाँ जसरी राखेको छु मैले त्यस्तै गरी तपाईले चाहिँ नाइ र नम्बर राख्नु होला। त्यसपछि यहाँ नागरिकता जारी भएको जिल्ला हुन्छ, तपाईको नागरिकता कुन जिल्लामा जारी भएको त्यो जिल्ला तपाईले यहाँदेखि खोजेर गर्नु होला है। यसरी खोज्न सक्नु तलमाथि गरेर। त्यसपछि नागरिकता जारी भएको मिति भन्छ, तपाईको नागरिकता कहिले जारी भएको छ त्यो विवरण चाहिँ यहाँ फिल गर्नु होला है। त्यसै तपाईले सबै विवरण फिल गरेपछि सेभ भनेर यसमा क्लिक गर्नु होला है। व्यक्तिगत विवरण भयो तपाईको। त्यसपछि तपाईले ठेगानामा जानु होला है। त्यसपछि तपाईले एडिट भन्ने छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले आफ्नो प्रदेश छान्नु होला, तपाईको कुन तपाईको यसरी ठेगाना कुन प्रदेशमा छ त्यो प्रदेश छान्नु होला। त्यसै जिल्ला छान्नु होला, कुन तपाईको जिल्ला कुन हो, त्यसपछि तपाईको स्थानीय तह कुन हो त्यो छान्नु होला। त्यसपछि वार्ड नम्बर कति हो लेख्नु होला। टोल चाहिँ लेख्दा पनि हुन्छ नलेख्दा पनि हुन्छ, यो कम्पलसरी छैन। त्यसपछि तपाईले आफ्नो यहाँ मोबाइल नम्बर राख्नु होला, इमेल राख्नु होला। यो चाहिँ कम्पलसरी छैन। यहाँ चाहिँ तपाईले नम्बर चाहिँ कम्पलसरी राख्न पर्छ है, इमेल चाहिँ कम्पलसरी छैन। त्यसपछि तपाईले सम्पर्क ठेगाना भर्नुपर्ने हुन्छ। तपाई चाहिँ स्थायी ठेगाना भन्दा बाहिर बस्नुहुन्छ भने तपाईले सम्पर्क ठेगाना भर्नु होला है। सम्पर्क ठेगाना भनेको टेम्पोररी एड्रेस जस्तै हो। स्थायी ठेगाना भनेको चाहिँ पर्मानेन्ट एड्रेस भइहाल्यो। त्यसपछि तपाईले अब तपाई बसेको प्रदेश छान्नु होला। यहाँदेखि कुन प्रदेश बस्नुहुन्छ त्यो प्रदेश छान्नु होला। त्यसपछि त्यहाँको जिल्ला छान्नु होला। त्यसपछि स्थानीय तह छान्नु होला। त्यसपछि तपाईले वडा नम्बर लेख्नु होला है। टोल चाहिँ यो परिन तपाईलाई। त्यसपछि तपाईले आफ्नो मोबाइल नम्बर लेख्नु होला। त्यसपछि तपाईले आफ्नो जिमेल राख्नु होला। तपाई चाहिँ पर्मानेन्ट एड्रेस भन्दा बाहिर बस्नुहुन्न भने तपाईले सम्पर्क ठेगानामा तपाईले आफ्नो स्थायी ठेगाना जे छ त्यही राखिदिँदा हुन्छ है। त्यसपछि तपाईले सबै विवरण भरेपछि सेभ भन्ने छ यसमा क्लिक गर्नु होला। त्यसपछि पारिवारिक विवरण चाहिँ तपाईले आफ्नो फ्यामिलीको विवरण फिल गर्नुपर्ने हुन्छ, त्यसको लागि तपाईले एडिट गर्नु होला। त्यसपछि बाबु भनेको छ तपाईले आफ्नो बुवाको नाम लेख्नु होला पुरा। त्यसपछि आमा तपाईले आफ्नो आमाको नाम लेख्नु होला पुरा। त्यसपछि हजुरबुवाको नाम लेख्नु होला पुरा, यो चाहिँ नेपालीमा लेख्नु होला है। त्यसपछि श्रीमान श्रीमती भनेको छ तपाई विवाहित हो भने तपाईले आफ्नो श्रीमान अथवा श्रीमतीको नाम लेख्न सक्नुहुन्छ, नत्र परिन है। त्यसपछि तपाई सेभमा क्लिक गर्नु होला। यति गरेपछि तपाईको चाहिँ व्यक्तिगत विवरणको काम चाहिँ भयो। त्यसपछि तपाईले चाहिँ अब 101 वटाको विवरण फिल गर्नुपर्ने हुन्छ, त्यसको लागि तपाईले यो 101 वटाको विवरण भन्छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाई चाहिँ यो एड भन्छ यसमा क्लिक गर्नु होला। अब शिक्षण संस्था छान्नु छ भने चाहिँ अब अहिले निमाविको है, निमाविको हो भने चाहिँ अब कक्षा 12 चाहिन्छ। कक्षा 12 को एक्जाम चाहिँ राष्ट्रिय परीक्षा बोर्डले गर्छ, यानिबीले गर्छ। त्यसैले म चाहिँ राष्ट्रिय परीक्षा बोर्ड छाने। त्यसपछि तह छान्नु छ भने चाहिँ तपाईले आफ्नो तह छान्नु होला है। यहाँ चाहिँ +2 परिणता प्रमाणपत्र भनेको छ यसमा क्लिक गरे म, किनभने निमाविको लाइसेन्सको फर्म भर्नको लागि कक्षा 12 को एकैटा चाहिन्छ। त्यसैले तपाईले चाहिँ +2 मा चुज गर्नु होला है। त्यसपछि उत्तीर्ण गरेको वर्ष भने तपाईले कति सालमा उत्तीर्ण गर्नुभयो त्यो साल चुज गर्नु होला। जस्तै कि म 2080 राखे। त्यसपछि उत्तीर्ण गरेको वर्ष भने चाहिँ इस्वी सम्वत भने चाहिँ तपाईले इस्वी सम्वतमा लेख्नु होला। यो चाहिँ तपाईको ट्रान्सक्रिप्टमा नि हुन्छ, तपाईले कन्भर्ट पनि गर्न सक्नुहुन्छ है। 2080 भने चाहिँ म 23 राखे। त्यसपछि तपाईको मूल विषय कुन हो, जस्तै कि म इंग्लिश लेखे। पाठाङ्क पर्सेन्टेज शेर्नी भनेको छ है। अब तपाईको डकुमेन्ट चाहिँ पर्सेन्टमा छ भने तपाईले यहाँदेखि
विशिष्ट श्रेणी, पर्सेन्ट श्रेणी, डिटेल श्रेणी गरेर तपाईले छान्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ पर्सेन्ट उल्लेख गर्न सक्नुहुन्छ है। तपाईको जीपीएमा छ भने तपाईले चाहिँ यो यहाँदेखि हेरेर छान्नुहुन्छ। यसमा क्लिक गर्नु होला है। जस्तै कि म B+ राखे, त्यसपछि तपाईको जीपी उल्लेख गर्नु होला। जस्तै कि म 3 राखे। त्यसपछि तपाईले सबै विवरण त्यसपछि तपाईको सबै विवरण ठीक छ भने तपाई सेभ भन्ने चाहिँ यसमा क्लिक गर्नु होला। यति गरेपछि तपाईको चाहिँ 611 को काम पनि भयो। त्यसपछि तालिमको विवरण भन्छ यसमा क्लिक गर्नु होला। अब यसमा चाहिँ तालिम सम्बन्धी तपाईले चाहिँ विवरण फिल गर्न पर्ने हुन्छ। त्यसको लागि तपाईले एड भन्छ यसमा क्लिक गर्नु होला। त्यसपछि तालिम दिने संस्थाको नाम भने चाहिँ तपाईले आफ्नो स्कुलको नाम दिनु होला है। माविको फर्म भर्नलाई चाहिँ एजुकेसन पढेको हुनुपर्छ, नत्र मिल्दैन। अन्य फ्याकल्टीले फर्म भर्नको लागि 10 महिना तालिम गरेको हुनुपर्छ है। र तपाई एजुकेसन फ्याकल्टी हो भने तपाईले आफ्नो स्कुलको नाम दिनु होला। तपाईले कुन स्कुलबाट +2 पास गर्नुभयो त्यो स्कुलको नाम दिनु होला। त्यसपछि तालिम छान्नुस् भने चाहिँ अब 10 महिना तालिम हो भने तपाईले 10 महिना तालिम राख्नु होला। अब तपाई एजुकेसन फ्याकल्टीबाट तपाईले +2 गर्नु भएको छ भने तपाईले I8 भने चाहिँ यसमा क्लिक गर्नु होला। I8, B8 र M8 को लागि चाहिँ तालिमको अवधि चाहिँ उल्लेख गर्न पर्दैन, यही लेखेको छ। तपाई चाहिँ I8, B8, M8 हो भने तपाईले यहाँ तालिमको अवधि, यो तालिम गरेको सुरु गरेको, तालिम अन्त्य गरेको सबै यो कुरा चाहिँ तपाईले लेख्न पर्दैन है। तालिम सुरु गरेको, तालिम सकेको यो कुरा चाहिँ तपाईले उल्लेख गर्न पर्दैन है। तपाईले खाली छोड्दा पनि हुन्छ। तपाईले 10 महिना तालिम गर्नु भएको छ भने तपाईले चाहिँ यहाँ उल्लेख गर्नु होला है। त्यसैगरी पाठाङ्क, पर्सेन्ट श्रेणी भन्छ। यो कुरा चाहिँ मैले अघि नै भनिसकेको छु। तपाईको पर्सेन्टमा छ भने तपाईले यो छान्न सक्नुहुन्छ। यहाँ पर्सेन्टेज लेख्न सक्नुहुन्छ। तपाईको ग्रेडमा छ भने तपाईले आफ्नो ग्रेड छान्नु होला। त्यसपछि तपाईले आफ्नो जीपीए उल्लेख गर्नु होला। त्यसपछि तपाईको मूल विषय राख्नु होला है। त्यसपछि तपाईले सेभ भन्ने चाहिँ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले अब संलग्न गरेको कागजातको विवरण भनेको चाहिँ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले चाहिँ यहाँ आफ्नो पासपोर्ट साइजको फोटो, त्यसपछि तपाईले आफ्नो सिग्नेचर, त्यसपछि नाइटाको फोटो, त्यसपछि तपाईले आफ्नो ट्रान्सक्रिप्ट राख्न पर्ने हुन्छ है। सुरुमा चाहिँ तपाईले तपाईले आफ्नो पासपोर्ट साइजको फोटो अपलोड गर्नु होला। त्यसको लागि तपाईले भर्खर खिचेको पासपोर्ट साइजको फोटो अपलोड गर्नु भन्छ यसमा क्लिक गर्नु होला। त्यसपछि कम्प्युटरबाट इमेज ब्राउज गर्नु भन्छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले आफ्नो पासपोर्ट साइजको फोटो यहाँदेखि अपलोड गरिदिनु होला। त्यसपछि तपाईले चाहिँ यहाँ क्रप गर्न पर्ने हुन्छ। तपाईको मिलेको छैन भने तपाईले सिधै गर्नु होला। मिलेको छैन भने तपाईले यसरी यहाँदेखि मिलाएर, कति साइड मिलेको छैन तपाईले चाहिँ यसरी, बिग्रियो भने तपाईले यहाँ रिसेट गर्न सक्नुहुन्छ है। जस्तै कि म यसलाई यसरी मिलाए, अब यसलाई म फुल गरिदिन्छु। तपाईको कति मिलेको छैन त्यो अनुसार गर्नु होला है। जस्तै कि यसलाई म यो सबै राम्रै छ, त्यसकारणले म चाहिँ यसरी मिलाए। तपाईले चाहिँ यो यसरी करप मिलाएपछि तपाईले करप भने चाहिँ यसमा करपमा क्लिक गर्नु होला। त्यसपछि तपाईले पासपोर्ट साइजको फोटो अपलोड गर्ने यहाँ क्लिक गर्नुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईको चाहिँ पासपोर्ट साइजको फोटो अपलोड भयो। त्यसपछि तपाईले अब सिग्नेचरको फोटो अपलोड गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईले यहाँ हस्ताक्षरको नमुना अपलोड गर्नुहोस् भन्छ यसमा क्लिक गर्नु होला है। यसलाई चाहिँ म करप गरिन सिधै राखेँ। त्यसपछि नाइटाको फोटो है, तपाईले यसमा चाहिँ नाइटा तपाईले मर्ज गर्न पर्ने हुन्छ है। मर्ज भने कसरी, तपाईले चाहिँ नाइटाको अगाडि र पछाडि एउटै फोटोमा तपाईले देखिन गरी राख्न पर्ने हुन्छ है। यहाँ यस्तै किसिमको तपाईले नाइटा अगाडिको पछाडि भयो यो किसिमको यहाँ राख्न पर्ने हुन्छ है। तपाईले चाहिँ किनभने चाहिँ यहाँ नाइटाको अगाडि र पछाडि राख्ने ठाउँ छैन, त्यसकारण तपाईले चाहिँ मर्ज गरेर राख्न पर्ने हुन्छ। मर्ज गर्ने तरिकाको मैले भिडियो बनाइसकेको छु, तपाईले डिस्क्रिप्सन चेक गर्नु होला है। त्यसपछि तपाईले अब 3टा काम गर्नुभयो है। त्यसपछि तपाईले आफ्नो ट्रान्सक्रिप्ट अपलोड गर्नु होला। त्यसको लागि तपाईले यसमा क्लिक गर्नु होला। त्यसपछि यसमा क्लिक गर्नु होला। तपाईले आफ्नो ट्रान्सक्रिप्ट, जस्तै ट्रान्सक्रिप्ट मैले राखेँ यो, तपाईले चाहिँ साइज मिलाउनु होला। म चाहिँ मिलाइन, त्यो अपलोड गरेँ। त्यसपछि यसलाई म अपलोड गरेँ। तपाईहरुले तालिमको प्रमाणपत्रमा तपाईहरुले आफ्नो ट्रान्सक्रिप्टको फोटो राख्नु होला है। तपाईले आफ्नो +2 को ट्रान्सक्रिप्टको फोटो राख्नु होला। तपाईहरुले शिक्षा फ्याकल्टीबाट तपाईहरुले +2 पास गर्नु भएको हो भने तपाईले आफ्नो ट्रान्सक्रिप्टको फोटो राख्नु होला। तपाईसँग तालिम छ भने तपाईले तालिमको प्रमाणपत्र राख्न सक्नुहुन्छ। यति गरेपछि तपाईको चाहिँ सबै काम भयो। अब चाहिँ तपाईले अप्लाई गर्न पर्ने हुन्छ। तपाईले सबै विवरण फिल गरेपछि तपाईले आफ्नो विवरण एकचोटि चेक गर्नु होला है। पछि अप्लाई गरेपछि तपाईले एडिट गर्न मिल्दैन, त्यसकारणले पहिले चेक गर्नु होला। तपाईले सबै विवरण फिल गरेपछि अब तपाईले चाहिँ आवेदन दिन पर्ने हुन्छ। त्यसको लागि तपाईले हाल खोलेको विज्ञापन हुन्छ यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईको मोबाइल अथवा ल्यापटपमा यस्तो किसिमको पेज खुल्छ। त्यसपछि तपाईले यो अप्लाई भन्ने चाहिँ यसमा क्लिक गर्नु होला है। त्यसपछि सिलेक्ट लेभल हुन्छ यसमा क्लिक गर्नु होला। न्यून माध्यमिक त भने चाहिँ यसमा चुज गर्नु होला। त्यसपछि तपाईले कुन प्रदेशमा परीक्षा दिने हो त्यो प्रदेश छान्नु होला है। जस्तै कि म कर्णाली प्रदेश छाने। त्यसपछि तपाईले भर्नु भएको यहाँ विवरण सो हुन्छ।
तपाईले आफ्नो विवरण हेर्नु होला है केही मिस्टेक छ भने सच्याउन तपाईले ब्याक लिएर नट तपाई कन्टिन्यू गर्नु होला है त्यसपछि तपाईको सबै विवरण ठीक छ भने तपाईले स्क्रल डाउन गर्नु त्यसपछि तपाईले न्यूनतम सही योग्यता हुनेछ यसमा टिक लगाइदिनु होला त्यसपछि न्यूनतम तालिम हुन्छ यसमा टिक लगाइदिनु तपाईले त्यसपछि तपाईले चाहिँ यो आवश्यक कागजात हुन्छ यो चाहिँ अटोमेटिक टिक लागेको छ त्यसपछि सबै विवरण ठीक छ भने तपाईले यसमा टिक लाग्नु होला त्यसपछि सबमिट हुन्छ यसमा क्लिक गर्नु होला त्यसपछि ओके गर्नु होला त्यसपछि तपाईले ओके भन्छ यसमा क्लिक गर्नु होला तपाईको एप्लिकेसन सक्सेसफुली अप्लाई भएको छ अब चाहिँ तपाईले यसको पैसा तिर्न पर्ने हुन्छ त्यसको लागि तपाईले दरखास्त बुझाउनुस् भन्छ यसमा क्लिक गर्नु होला है दरखास्त बुझाउन यहाँ क्लिक गर्नुस् भन्छ यसमा क्लिक गर्नु होला त्यसपछि तपाईले लास्ट जानु होला त्यसपछि तपाईले यसमा टिक लाग्नु होला त्यसपछि परीक्षा शुल्क जम्मा गर्ने ब्याङ्क छनौट गर्नुस् भन्छ यसमा क्लिक गर्नु होला त्यसपछि तपाईले परीक्षा शुल्क जम्मा गर्ने ब्याङ्क छनौट गर्नुस् भन्छ यसमा क्लिक गर्नु होला त्यसपछि तपाईले चाहिँ यहाँ दिएको दुईटा ब्याङ्क मध्ये एउटा ब्याङ्क चुज गर्नु होला है यहाँ राष्ट्रिय वाणिज्य ब्याङ्क छ अर्को चाहिँ नेपाल ब्याङ्क लिमिटेड छ तपाईको नजिक जुन ब्याङ्क छ त्यो ब्याङ्क चुज गर्नु होला है तपाईले अनलाइनबाट तिर्ने हो भने चाहिँ जुन ब्याङ्क चुज गर्दा पनि हुन्छ है तपाईले ब्याङ्कमा गएर पैसा बुझाउने हो भने तपाईको नजिकमा रहेको कुन ब्याङ्क छ तपाईको राष्ट्रिय वाणिज्य ब्याङ्क छ कि नेपाल ब्याङ्क लिमिटेड छ त्यो ब्याङ्कमा चाहिँ एउटा ब्याङ्क चुज गर्नु होला नजिक रहेको ब्याङ्क त्यसपछि म चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कमा चुज गरे त्यसपछि भौचर प्राप्त गर्नुस् भन्छ यसमा क्लिक गर्नु होला त्यसपछि तपाईकोमा चाहिँ भौचर आउँछ तपाईले चाहिँ ब्याङ्क गएर बुझाउने हो भने तपाईले चाहिँ भौचर डाउनलोड गर्नु होला त्यसपछि तपाईको मोबाइलमा चाहिँ यस्तो किसिमको भौचर डाउनलोड हुन्छ तपाईले चाहिँ यो भौचरलाई प्रिन्ट गर्नु होला त्यसपछि तपाईले ब्याङ्क गएर पैसा बुझाउन सक्नुहुन्छ है तपाईले अनलाइनबाट तिर्ने हो भने तपाई लास्ट जानु होला यहाँ अनलाइन भुक्तानी गर्नुस् भन्छ यसमा क्लिक गर्नु होला त्यसपछि यहाँ चारवटा अप्सन छ है कनेक्ट आइपीएस ई सेवा आइएमपी खल्ती तपाईले कुनबाट पैसा तिर्ने हो त्यो वाले चुज गर्नु होला म चाहिँ ई सेवा चुज गर्छु त्यसपछि भुक्तानी गर्नुस् भन्छ त्यसपछि रकम भुक्तानी गर्नुस् भन्छ यसमा क्लिक गर्नु होला त्यसपछि तपाईले आफ्नो ई सेवाको नम्बर र पासवर्ड राखेर लगइन गर्नु होला है त्यसपछि तपाईको मोबाइलमा ओटीपी कोड आउँछ त्यो ओटीपी राखेर तपाईले कन्टिन्यू गर्नु तपाईको चाहिँ पेमेन्ट हुन्छ है त्यसपछि तपाईको पेमेन्ट हुन्छ तपाईले पेमेन्ट गरेपछि तपाईले हेर्ने भनेको यसमा हेर्नु होला दरखास्त पेश गरेको विवरण हुन्छ यसमा गर्नु होला त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ समावेश हुन बाँकी छ दरखास्त स्थिति भनेको छ समावेश हुन बाँकी भनेको छ यो चाहिँ तत्कालै देखिन है केही समय लाग्छ 2-3 घण्टा अथवा 24 घण्टा लाग्न सक्छ 24 घण्टापछि तपाईको चाहिँ 2-3 घण्टा अथवा 24 घण्टापछि तपाईको चाहिँ यहाँ समावेश भनेर देखिएको हुन्छ है तत्कालै चाहिँ यहाँ देखा पर्दैन है पछि तपाईले प्रयोगपत्र डाउनलोड गर्ने भनेको यहीँबाटै भ्यूमा क्लिक गरेर तपाईले अहिले अप्लाई गरे पनि यसको पैसा चाहिँ तपाईले यसको अन्तिम मितिसम्म फर्म भर्ने अन्तिम मितिसम्म तपाईले बुझाउन सक्नुहुन्छ है तपाईले पछि बुझाउन चाहनुहुन्छ भने तपाईले फर्म अप्लाई गर्नु होला त्यसपछि तपाईले यो दरखास्त पेश गरेको विवरण हुन्छ यसमा जानु होला है त्यसपछि तपाईले स्क्रल यता सार्नु होला त्यसपछि भ्यूमा जानु होला त्यसपछि अघि जस्तै प्रोसेसमा जानु होला दरखास्त बुझाउने यसमा जानु होला त्यसपछि तपाई अनलाइन भुक्तानी हुन्छ यसमा गएर तपाईले पैसा तिर्न सक्नुहुन्छ है तपाईले यसको फर्म भर्ने बेला तपाईलाई केही समस्या भयो भने तपाईले कमेन्ट गर्नु होला म चाहिँ तपाईको कमेन्टको रिप्लाई गर्दिनेछु है तपाईको सकेसम्म म तपाईको समस्या सल्भ गर्ने कोसिस गर्नेछु अनि तपाईलाई यो भिडियो मन पर्यो भने तपाईले भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला धन्यवाद